हेलो एभ्रिवान, दर्शन नमस्ते। मेरो युट्युब फ्यामिली सबैजना सन्चै हुनुहुन्छ होला। न्यू डे न्यू ब्लगको साथमा यसमा अन्तखेरि उपस्थित भइसक्यो साथीहरू। के छ हजुरहरूको खबर? सबैजना सन्चै नै हुनुहुन्छ होला। अनि साथीहरू आज चाहिँ म के गर्दैछु, आज म ब्लग स्टार्ट गर्दा पुरै दिउँसो भएको छ। अनि खाजाको लागि चाहिँ म चटपटी अनि लस्सी बनाउन लागेको छु साथीहरू। चाउचाउ छ, अब चटपटी बनाउने हो, लस्सी बनाउने हो अनि खाने है त साथीहरू। मिली सबैजना भएर हाई गाइस। नयाँ चटपटीको लागि काट्नुपर्ने हुन्छ टुकुटुकुटुकुटुकुटुकुटु लाएर। साथीहरू म चाहिँ यहाँ चटपटीको लागि कटिङ गर्दैछु है त, काँक्रा काट्दैछु। धेरै नकाटौँ हो, यति काटौँ। यहाँ बदाम हालिसक्नुभयो मामुले। म काँक्रा काट्दैछु। यहाँ के छ भन्दा यहाँ प्याज छ, टमाटर छ, हाम्रो सपिङ बोर्ड फाटिसकेछ गाइस। अनि काँक्रा छ, त्यहाँ बदाम हालिसक्नु भयो मम्मीले। अब के हाल्नु पर्यो? हामीसँग हरियो खोर्सानी पनि छ होला सायद। यहाँ छ साथीहरू हाम्रो हरियो खोर्सानी। खोर्सानी काट्दैछु। धेरै पिरो होइन, ठिक पिरो खानुपर्छ। हावा बोल्नुहुन्छ साथीहरू। यहाँ म चाउचाउको मसला लगाउँदैछु। खोर्सानी यस्तो रातो खोर्सानी काटेर हाल्नु। तेल दिन्छ न, तेल भन्छु, तेल। हाम्रो मम्मीले हँसाले मार्नुहुन्छ हौ गाइस। अब तेल हालौँ साथीहरू। मैले तेल लाएँ। अब चाहिँ म भुजा लाउँदैछु है साथीहरू। यति नै होला, धेरै नबनाऊँ। अब चाहिँ म कागती निचार्दैछु है साथीहरू। मेरो माइक भुइँमा रहेछ, सानो रहेछ, रस त कति आउँछ थाहा होइन, पुग्यो होला मेबी। साथीहरू चटपटी चाहिँ मोल्नको लागि रेडी छ। अनि अब चाहिँ लस्सीको लागि म यहाँ लाउँदैछु यो बदाम। यस्तो छ यहाँ चाहिँ लस्सीको लागि रेडी गरेको। यो ओखर अलिक बढी भएन र भन्ने ओखर
यहाँ छ चना, साथीहरू। अनि अब यहाँ लगाउँछौँ हामी केरा, त्यति नै होला, त्यसले नधान्ला भन्ने भयो। अहिले चाहिँ हामी यहाँ लगाउँदैछौँ दुध, तातो साथीहरू, चिसो हुनुपर्ने हो। त्यति नै होला। यसलाई चाहिँ रेडी गरौँ है त गाइस। साथीहरू लस्सी रेडी भइसक्यो। अब चाहिँ म लस्सी पुरा कपमा लगाउँदैछु है त। धेरै बाक्लो भएछ, ठिक छ। ल साथीहरू, हाम्रो लस्सी चाहिँ रेडी भयो। साथीहरू अब चाहिँ म चटपटी मोल्छु। कलर नहालेको भएर कलर नआएको साथीहरू, कलर लगाएको भए छ, तर म लगाउँछु है त। गाइस मेरो चटपटी चाहिँ रेडी भइसक्यो। ढिलो नै भएछ, ठिकै छ। टेन्टेडेङ साथीहरू, टेन्टेडेङ साथीहरू, चटपटी रेडी भयो। चटपटी रेडी भइसक्यो, अब खाने हो। ल साथीहरू, चटपटे लस्सी चाहिँ रेडी भइसक्यो। आजको चाहिँ हाम्रो खाजा यही हो। अब चटपटी खानु कस्तो रहेछ खाइ ल साथीहरू। उयो कम भयो। मिठो लागेन? मिठो लागेन चटपटी? म किचनमा छु गाइस, त्यही भएर ब्याकग्राउन्डमा भाँडा कुँडा, नुन खोर्सानी मसला इच एन्ड एभ्रिथिङ आइरहेको छ। डोन्ट माइन्ड गाइस। किचनमा भए चाहिँ सबै थोक आइहाल्छ, सबैको घरमा यस्तै हुन्छ। जुन भाँडा मैले त्यही भाँडामा हाल्दैछु गाइस। खान्छ
साथीहरु खाजा के खानु भयो हजुरले मेरो भिडियोमा खै साथीहरु भन्नुभयो जहिले मासु भातको भ्लग हुन्छ जहिले किचनको हुन्छ भन्नुहुन्छ म घरमै हुन्छु अब प्राय बाहिर गएको भए त बाहिर गएको भ्लग बनाउँथे साथीहरु भित्रै हुन्छु घरभित्रै हुन्छु त्यही भएर घरमै के गरिरहेको छु त्यही आफ्नो डेली रुटिन देखाइरहेको हुन्छु हजुरहरुलाई बोर नमानिकन हेर्दिनु होला बाहिरतिर गएको भ्लग नै आउला साथीहरु आशा गरौँ पर्खिँदै गरौँ मेरो नि बाहिर जाने दिन आउला साथीहरु बाहिरतिर फन लाएर घुमेको भ्लग आउँछ होला मेरो नि लिटल गार्डन भयो भन्दै मैले त्यस्तै भिडियो हेरेर चित्त बुझाउँदै गर्नु हारा ज्यान मोटो भइसक्यो साथीहरु खाजा नि के खानेको साथीहरु के छ र खाने खाऊ यस्तै खाऊ चाउ चटपटे मोमो चाउमिन अगा त हरियो मकै नि पाउँछ हरियो मकै त्यस्तै हो छिटो पनि मिठो पनि भनेको चाहिँ अलि चटपटे रहेछ जहाँ पनि त्यही भएर बाहिर गएर खानु भन्दा घरमै बनाएर खानु बेस्ट खाइছো तो चटपटे तो आप काटे राख्यो नि मैले अगाडि अनि लस्सी खाएकै छैन पिरोमा के गुलियो खानु लास्टमा खानु भनेर राखिरहेको छु त्यहाँ साथीहरु वही मान्छे मिठो भयो गाइस चटपटे सकियो अब चाहिँ म लस्सी खाँदैछु ल गाइस आजको मेरो छोटो मिठो किचनको भ्लग कस्तो लाग्यो हजुरहरुलाई हेरेर लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला सबैजनालाई जे जस्तो भए पनि मेरो भिडियोलाई
थोरै भ्युज चाहिँ भए पनि मन पराइदिनु भएको छ। अझै धेरैजनाले मन पराइदिनुहुन्छ मेरो भिडियोलाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न बिर्सिनुहुन्न। हेरेर साथ सपोर्ट गरिरहनु भएको छ, अझै गर्नुहुन्छ भन्ने आशा गर्दै आजको मेरो यो भिडियो चाहिँ यहाँ इन गर्न चाहन्छु साथीहरू। सबैजनालाई बाई बाई। नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।